केटाले धुलो खोला आउने भयो दियोस्। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै धेरै सन्चै छु। सो आज आफ्टर लङ टाइम पछि चाहिँ आज साइक्लिङ एकछिन होइन सर्ट राइड गरौँ भनेर भाइहरूसँग आएको छौँ। भाइ भान्जा म इन्टु ब्लग्स अनि सुमन 884 अनि कपिन ब्लग्स। फाइनली हामी चाहिँ न्यू ट्रेल, आजको ट्रेल चाहिँ बब्बाल ट्रेल छ, हामीले बनाएको ट्रेल हो न्यू ट्रेल। अब नाम राख्न आँटेको छौँ हामीले यो ट्रेलको, कुन ट्रेल हो भनेर यसो गेस गर्नुलाई गाइस होइन। बब्बालवाला ट्रेल छ। सो त्यही हो। अब कहाँ छौँ होइन, अहिले तपाईँहरूले के अरे भिडियो हेरेर थाहा पाइहाल्नुहुन्छ। कमेन्ट गर्नु होला को को आउनु भएको छ यो ट्रेलमा होइन। सो बबाल हुनेवाला छ। सो लेसी होइन, आज छोटो अनि एकदम मिठो। अनि भयो भने चाहिँ ड्रोन सट पनि छोटो छोटो लिउँ भनेको। यहाँ भाइले एक चाहिँ उडाइदिइ नै सक्यो। अब लेसी अझै पनि हामी उडाउने कोसिस गरिरहेको छौँ तल। गयो 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 गयो। ल डिस्काउन्ट भन्छ ल। राइट सेप ल, राम्रै जानु, बिस्तारै जाने टक्क। राइड चाहिँ स्टार्ट भइसक्यो गाइस हाम्रो। केटाहरू चाहिँ अलिकति खत्रै हान्छ, म चाहिँ अलिकति पछाडि बिस्तारै हान्छु किनभने केटा भाइहरू चाहिँ अलिकति खत्रै हो मभन्दा चाहिँ होइन। म चाहिँ अलिकति नुब नै छु। केटा आँखा नदेख्ने गरी हान्छ अलि हेर त। अनि कहाँबाट सकिन्छ त केटाहरूलाई यार। कहाँ बाटो त यार, कहाँबाट बाटो चिताएको, कहाँबाट आइदिएर यार केटाहरू पनि। हट स्पिड चाहिँ छ केटाहरूको। ल हिँड भाइ इन्टु भाइ, ल जाऊ जाऊ ल हिँड। एकछिन पा क्यामेरा त आउँछ नि, ग्याप गर्नुपर्छ। भरे डाउनलोड गर्ने बेला एउटालाई धेरै छ काट्दै गरेको तपाईँको छ। हिँड रेडी गो। केटाले धुलो खोला आउने भयो दियोस्। अहिले म चाहिँ रुगा मर्केले पनि चेपिरहेछ, तर केटाहरूले त्यही माथि अलिकति ग्यापिङ पनि रहनुपर्छ क्या, लड्यो भने त फेरि। अनि मिठो छोटो मिठो ट्रेल छ यो चाहिँ। यस्तो धुलो खुवाउँछन् अनि कसरी पछि पछि जान्दैन गाइस। आमामामा यस्तो धुलो खुवायो मलाई। म चाहिँ अलिकति बिस्तारै नै छु। हट कम्ती धुलो उडायो त यार।
Come on. Yes. Oh. हामी चाहिँ टक्क लाएर एक दुईवटा ओइली सिनेमेटिक हान्यौँ होइन अनि हामी चाहिँ अब बाटोतिर लागिसक्यौँ अब अगाडिबाट एक फेरि छोटो डाउनहिल छ क्या त्यहाँबाट ट्राई गर्ने अनि त्यही हो होच केटाहरू उकालोमा पनि तान्छ त हो के हो ओहो हानिरहेको छ अहिले चाहिँ भएर क्यामेरा नहुँदा चाहिँ हान्छ के केटाहरूले नि क्यामेरा भएपछि यस्तै हुन्छ कि गाई छैन भर्खर केही कुरा सिक्यो भने क्यामेरा अगाडि आयो भने हामी त्यो कुराहरू गर्नै सकिँदैन क्या सो त्यो गाइज बहुत मजा आयो छोटो मिठो भिडियो ओ नाइस यहाँबाट होइन के गर्ने गो तिमी हामी तलबाट आउनु कि तिमी के गर्नु भनेको यहाँ तल पुग्ने अस्तिको ठाउँ त्यतितिर कि यतातिर नपुग्ने तलै जाने त लास्टतिर आइरहेको छैन मेरो आइरहेको छ लेट्स गो गाइस ल कोही छैन राइट सेभ है त सेकेन्ड ट्रेल सेकेन्ड रुट लेट्स गो केटाहरूलाई भेटाउनु त मलाई पो गाह्रो छ त केटाहरू त आँखा हुन्छ कि धुलो खाने पनि मै हो केटाहरूको कस्तो बाटो यो त पुरा भर्खर बनाएको रहेछ गाई चाहिँ हामी अलिकति ओ नयाँ रहेछ यार नयाँ ट्रेल रहेछ ल अहिले चाहिँ पुरा भर्खर खनेको रहेछ क्या कहाँ हो यार हो हिलो रहेछ नि त यहाँ हट भर्खर बाटो खाँदो रहेछ यहाँनिर सो अलिक गाह्रो तर यहाँ पनि पिच भयो दामी हुने भयो यार म चाहिँ खाँदिनँ यार टन्सिलले यस्तो भेटिरहेको छ कि कमजोरी भएको छ यार लास्टै पिच हुनु आँट्यो जस्तो चाहिँदा अब यता दामी हुने भयो यता नि अब यता चाहिँ बाटो भर्खर खनेर जस्तो कि गाई छैन सो यहाँ त कहाँबाट थियो यार पहिला त यहीँ बाटो थियो त तार हेर्नु पऱ्यो नि मान्छे घरहरू कति सम्झिनु म माथि भयो त कहाँ हो कस्तो हो त माथि त्यस्तो सरको देखाउँछु ल So alright guys, अहिले हाम्रो राइट फेरि सेकेन्ड राइट सेकेन्ड थर्ड राइट नाइस केटाहरूले यार यो खोले खोला हिँडाएको चाहिँ बाटो देखाउन मन थियो क्या नेक्स्ट टाइम हानौँ है त नेक्स्ट टाइम
यो भन्दा चाहिँ मिलाएकै रहेन त त्यो टाढो टाढो लान पाइएन के भने भइगयो त यो नाइस यतै हो यता हो यता कहाँ हो र बाटो यतै त हो नि यार यहीँबाट त हो नि माथिबाट एकैचोटि तल एकैछिनमा यहीँ त निस्किन्छ त ऊ त्यहाँ होइन र ए यहाँबाट माथि जानु भनेको सो गाइज है आजको राइड चाहिँ लगभग हाम्रो यति नै हुन्छ किनभने अहिले टाइम पनि धेरै नै उ भइसक्यो किन अब फेरि काममा पुगिहाल्नुपर्छ क्या सो जस्तो सुकै भए पनि होइन छोटो मिठो भिडियो हेरिदिनु होला सपोर्ट गर्नु होला डोन्ट फर्गेट लाइक एन्ड सब्सक्राइब Oh my god. सो अब यहाँबाट हामी उकालो जान्छौँ अनि त्यहाँबाट फेरि उकालो ओह्रालो छ क्या है त